हेलो गाइस, यो रोडदेखि तलतिर चाहिँ हाम्रो सिमाना जग्गा पर्छ अनि यहाँहरु सबै हाम्रै हो है। अनि उ त्यहाँनेर चाहिँ उ त्यो हस्पिटल बन्दैछ अनि त्यो हस्पिटल चाहिँ यहाँ धेरै जना अरु गाउँलेहरुले पनि जग्गा दिएको छ। यो चाहिँ सरकारी हस्पिटल ठुलो बन्दैछ हैन। अनि यहाँ चाहिँ आधी यति जग्गा चाहिँ सबै हाम्रो बुवाको नाममा हामीले चाहिँ सरकारलाई दिइसकेको छौं है। अब यहाँनेर रोड यसरी बन्दैछ। अब यो पिच हुन बाँकी छ। यो पिच भइसकेपछि चाहिँ एकदमै खतरा दामी हुन्छ। अनि यहाँनेर चाहिँ अब ठुलो हस्पिटल बन्ने रे है। यहाँनेर अब केही सामान्य दुर्घटना भयो भने पनि अहिले चाहिँ यहाँ हामी यहाँका बासिन्दाहरु चाहिँ कि त घोपा कि त काठमाडौँ नै पुग्नु पर्ने हुन्छ। अनि त्यो परिस्थितिहरु नआओस् हैन। धेरै जनाले ज्यानहरु गुमाइसकेको छ सुत्केरी अवस्थामा अनि लडेर। अनि मेरो बुवाले पनि लड्नु भएको थियो रे। अनि लडिसकेपछि चाहिँ राम्रोसँग उपचार नपाएको कारणले चाहिँ उहाँ चाहिँ बाटोमा नै हस्पिटल उता काठमाडौँ ल्याउँदै उहाँ उता टुम्लिङ टारमा नै बित्नु भयो नि। अनि त्यही भएर चाहिँ अनि हाम्रो दाइहरुले मम्मीले अनि भाउजूहरुले चाहिँ आज हाम्रो बुवा जस्तै मानिसहरु चाहिँ केही दुर्घटना भइहाल्यो भने चाहिँ उपचार राम्रोसँग उपचार नपाएको कारणले चाहिँ अक्कलमै मृत्यु हुन नपरोस् भनिकन चाहिँ यहाँका गाउँलेहरु मिलेर हाम्रो दाजुभाइहरु मिलेर अरु गाउँलेहरु पनि मिलेर यहाँ बेनाहरु मिलेर चाहिँ यहाँनेर चाहिँ हामीले चाहिँ यहाँ चाहिँ ठुलो स्वास्थ्य ल्याउन लागेको छ। आइसकेको छ यो प्रोजेक्ट आइसकेको छ है। अनि यहाँनेर तपाईहरु देख्न सक्नुहुन्छ। अनि यहाँ जग्गा थुप्रो छ। यहाँ माथि पनि छ। यहाँ चाहिँ अब यस्तै छ गाउँको जग्गा हैन। अनि यो चाहिँ ठुलो बन्दैछ यहाँनेर हस्पिटल ठुलो बन्दैछ। यहाँनेर चाहिँ टक्कासँग आधी जग्गा यो त सामान्य यो त मात्र थोरै हो। परसम्म बन्दैछ। परसम्म हाम्रो बुवाको नाममा चाहिँ हस्पिटल दान गरिसकेको छ सरकारलाई। अब चाहिँ हाम्रो जग्गा आधी मात्र हाम्रो नाममा छ। आधी चाहिँ सरकारलाई दिइसकेको छ हस्पिटलको लागि योगदान। अनि त्यही भएर मैले अघि नै भने किनभने चाहिँ हामीले यो जग्गा अब बेच्यो भने त लाखौं करोडौंमा जान्छ होला हैन। तर अब यहाँनेर यति धेरै सुविधा आइसकेपछि त अब यहाँनेर पिचहरु आइसकेपछि त यहाँनेर हाम्रो नि काठमाडौँ भन्दा एकदमै कमी चाहिँ हुँदैन हैन। काठमाडौँ भन्दा पनि एकदमै यो ठाउँ चाहिँ सुन्दर छ। स्वच्छ वातावरण छ। वरिपरि हिमाल छ, पहाड छ हैन। अनि हाम्रो म जन्मेको चाहिँ पारी हो। हाम्रो त्यता पनि जग्गा छ। यता चाहिँ पछि हामीले किनेको हो। अनि हाम्रै नाममा छ हाम्रो बुवाको नाममा। अनि त्यही भएर बुवाकै नाममा चाहिँ हामीले आधी जग्गा चाहिँ दिइसकेको छौं सरकारलाई। त्यही भएर अब यहाँनेर चाँडै बन्दैछ। अहिले चाहिँ दशैं तिहारको छुट्टीले गरेर अनि अस्ति बर्खामा गाडीहरु त्यति आउन नसकेको कारणले अब यो हिउँदोमा चाहिँ यो काम नरोकी बन्न लागेको छ है। त्यही भएर एकदमै गाइस एकदम राम्रो हुने भयो हाम्रो ठाउँ पनि एकदमै हैन। वरिपरि जंगल स्वच्छ वातावरण कुनै पनि पारीको मानिसहरुले हेर्दा मात्रै यहाँनेर पहाड जस्तो देख्छ। त्यो ठाउँमा गएपछि एकदमै सम्मा छ है। त्यो माथि चोक्टे भन्छ त्यहाँतिर उताको चाइना बर्डर उता पर्छ। अनि त्यहाँका सम्पूर्ण मानिसहरुले चाहिँ अब काठमाडौँ जानु नपर्ने, इमर्जेन्सीमा घोपा जानु नपर्ने, इमर्जेन्सीमा मानिसहरु मर्न नपर्ने गरी यो हस्पिटल चाहिँ हामीले हाम्रो यहाँका समाज मिलेर चाहिँ दान दिइसकेको छौं हाम्रै लागि, हाम्रो आउने सन्तानको लागि है। हामीले मैले भनिहाले यो भन्दा अगाडि धेरै जनाको ज्यान गयो। मेरो आफ्नै घरमा मेरो आफ्नै भाउजू सुत्केरी बेलामा ब्लडको कमी भएर उहाँले मृत्यु हुनु पर्यो। बच्चा सहित मृत्यु हुनु पर्यो। मेरो बुवा लड्नु भयो। लडेर उहाँलाई उपचार नपाएर लड्नु भयो। यस्तो त हजुर आउँछ धेरै छ। माथिकोहरु यता आइपुग्दा बाटोमा मर्नु पर्यो। अनि त्यही भएर चाहिँ अवश्य त्यसरी मर्न नपरोस् भनिकन चाहिँ हामीले यो हस्पिटल चाहिँ यसरी दिइसकेको छौं। गाइस कस्तो लाग्यो तपाईहरुलाई? यहाँ गाउँका मानिसहरुको मन एकदमै ठूलो छ, सफा छ है।
आफ्ना स्वास्थ्यको लागि यति धेरै जग्गा जमिनलाई माया नगरी हामीले आफ्ना स्वास्थ्यको लागि आउने पुस्ताको लागि चाहिँ हाम्रो बुवाको नाममा यताउता परसम्म दान गरिसकेका छौँ। अवश्य नै म पछि यो पूर्ण हस्पिटल राम्रो भइसकेपछि म आउनेछु, पछि तपाईँहरूलाई देखाउनेछु कस्तो बनेछ भनेर। अहिले त यहाँ सुरुवात मात्रै भएको छ, सुरु मात्रै भएको छ गाइज। हेर्नु है, एकदमै तपाईँहरूलाई कस्तो लाग्यो तपाईँले एकदमै प्रतिक्रिया दिनुहोला। हुन्छ, धन्यवाद। हेलो, हेर्नु त यहाँ कति ठुलो ढुङ्गा छ। यो ढुङ्गामाथि म जाँदैछु है, कति राम्रो छ है। यहाँबाट चाहिँ ठक्कै हस्पिटल बनिरहेको छ, कति राम्रो, पारी कस्तो राम्रो छ होइन। यहाँबाट पो राम्रो झन् भ्यू आउने रहेछ है। हेर्नु है गाइस, यस्तो राम्रो छ। आज त्यहाँसम्म जानलाई चाहिँ हामीलाई हिँडेर चाहिँ ठ्याक्कै झन्नै 2, 3, 4, 5 घन्टै लाग्छ होइन। गाडीमा चाहिँ आधा सायद 2 घन्टा जति 3 घन्टा जति लाग्छ अरे। यस्तो राम्रो ठाउँमा बिचमा माथि हाम्रो माथि नुम बजार सहर छ, त्यहाँबाट आएर चाहिँ यतापट्टि चाहिँ यसरी बन्दैछ। यो परको जङ्गल देख्नुभएको छ नि, त्यो जङ्गल, त्यो मुनि चाहिँ अलैँची छ है, अलैँची दानाहरू छ। अनि त्यता चाहिँ हाम्रो जग्गा छ है, जग्गा जमिन छ। अनि यो चाहिँ यहाँ यसरी रोड आउँदैछ। यहाँ यतापट्टि चाहिँ अरू गाउँले दाजुभाइहरूको पर्छ। त्यो जङ्गल, ठ्याक्कै जङ्गल एरिया चाहिँ हाम्रो पर्छ, सम्म छ, त्यता देखेको मात्रै हो है। अनि हामीले आधी यो हस्पिटललाई दान दिइसकेको छौँ। कहाँसम्म दिएको छ, परसम्म दिइसकेको अरे आमाले भन्नुहुन्छ। अनि हामीले यता चाहिँ यस्तो राम्रो छ। यहाँ माथि चाहिँ देवी थाने छ के अरे, केसा राईहरूको, उनीहरूको आफ्नो पुर्खाली रे। यहाँ माथि उनीहरूले पूजा गर्छ। यहाँ तल चाहिँ हामीले यसरी हाम्रो बुवाको नाममा यसरी दान गरिसकेको छौँ। बडो भ्यू साह्रै राम्रो आउने रहेछ र फेरि पनि मैले यो उयो गरेको। मेरो चाहिँ त्यो पहाडको उतापट्टि चाहिँ भटपटेनी डाँडा छ, अनि भटपटेनी डाँडादेखि मुनि चाहिँ मेरो मामा घर छ। त्यता पनि गाउँ छ, बस्ती नै छ। यता उयो फुमराङहरू, कति राम्रो राम्रो ठाउँहरू छ है। अब त्यतातिर हामी हिँडिराख्नु पर्दैन, गाडी पुगिसकेको छ। अब चाहिँ एकदमै हाम्रो गाउँ विकास, हाम्रो ठाउँमा पनि विकासहरू भइसकेको छ है गाइज। एकदमै मलाई चाहिँ राम्रो लागेको छ। आज म यहाँनिर पसलमा बस्नु परेको कारणले तपाईँहरूलाई राम्रोसँग गाउँ देखाउनै पाइरहेको छैन। आज खोलातिर गएर झर्नाहरू खिच्नुपर्ने, झर्नाहरूमा जानुपर्ने, घुम्ने मौकै पाएको छैन हौ। छुट्टी सिद्धिनु लागिसक्यो। हेर्नु आज आकाश पनि कति खुल्ला छ, कति राम्रो छ है। वाउ।